नमस्कार। अहिले हामी रूपन्देही क्याम्पस सिद्धार्थनगर रूपन्देही भूतपूर्व विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रम जम्मा भइसकेका छौँ। हामीले चाहन्छौँ भने यो हाम्रो भूतपूर्व विद्यार्थी भेटघाट वनभोज कार्यक्रम पहिलोचोटि आयोजना गर्दा पनि हामी 15-20 जना जम्मा भएर यहाँ कुञ्ज पार्कमा आएका छौँ र अर्कोचोटि हामीले यो टिमलाई बलियो बनाएर अझै थप दिदी दाइ बहिनी साथी तथा भाइ बहिनीलाई पनि हामीले जोडेर अर्को वर्ष चाहिँ हामी अझै धेरै उपस्थित हुनेछौँ। हाम्रो आजको यस भूतपूर्व विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रममा धेरै वर्ष पहिला हामी बिछडिएका साथीहरूलाई यो जमघट हुने अवसर जुटाइदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु र पक्कै पनि यो हाम्रो पहिलो वर्ष भएको कारणले हामी थोरै छौँ र आशा छ अर्को वर्ष हामी योभन्दा धेरै संख्यामा हामी साथीभाइहरूको जमघट हुनेछ। धन्यवाद। विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रममा के कस्तो लागिरहेछ आफ्ना केही कुरा राख्नको लागि म कमला बन्जाडेलाई यहाँ बोलाउन निमन्त्रण गर्न चाहन्छु। हस्त Thank you so much. राम्रोसँग कार्यक्रम सञ्चालन गरिएकोमा र आज हामी जतिजना पनि यहाँ जमघट भएका छौँ एकदमै रमाइलो भइरहेको छ। अझै धेरैजना उपस्थित भएको भए अझै बढी रमाइलो हुन्थ्यो। घाम लागिदिएको भए पनि अझै रमाइलो हुन्थ्यो भन्ने त भइरहेकै छ। तर पनि जे छ जस्तो छ त्यसमा हामी रमाइलो गरिरहेकै छौँ र आगामी दिनहरूमा अझै जस्तो हुन्छ होइन। जति साथीहरू हुनुहुन्छ सबैजना अब उपस्थित भएर अझै रमाइलो गरौँला भन्ने आशाका साथ अहिलेलाई भने सम्पूर्ण साथीहरू आज उपस्थिति भइदिनुमा सबैलाई हार्दिक आभार व्यक्त गर्दछु। साथै आजको कार्यक्रम धेरै रोमाञ्चक तरिकाले हुने भयो। सबैलाई यसको धन्यवाद। कुराहरू राखिदिनको लागि म 2 मिनट मलाई समय दिनको लागि यहाँ विनम्र अनुरोध गर्दछु। जहाँ कोही हुनुहुन्छ कपिलदेव नेवाने यहाँ आएर हामीलाई यस कार्यक्रमलाई शोभा बढाइदिनको लागि विनम्र अनुरोध गर्दछौँ। कपिलदेव नेवानेले खानेकुरा के कस्तो बनाइयो, कसरी जुटाइयो भन्ने कुरा, दुःख के कस्तो भन्ने सुनाइदिनुहोस्। हस् सबैलाई स्वागत छ यहाँ होइन। सबै हामी साथीहरू मिलेर यहाँ के अरे गुन्जरा पार्कमा पिकनिक आइयो के अरे सबैजना रमाइलो भइरहेछ। खाना पाकिरहेछ, अलिअलि खाइरहेछौँ होइन। पाक्न त फ्राई चिकन खाइसक्यो, अब पुलाउ पाक्दैछ, अब चिकन पाक्दैछ। अरू के हुन्छ अरू त ल अरू सबै भइसकिन्छ। ल अरू सबै रमाइलो भइरहेछ, नाचगान भइरहेछ। यही त हो नि। अन्त के हुन्छ रमाइलो भेटघाट यही हो। ल धन्यवाद। क्रममा छु हामीले कसैलाई पनि छुटाउँदैनौँ। हामी आज पहिलो भेट भएकोले सबैका कुरा सुन्नेछौँ, सबैलाई भन्नेछौँ। थोरै भए पनि आफूलाई जे जस्तो लागेको छ सबै कुराहरू उहाँका सुन्नेछौँ। किनभने यो कुराले गर्दाखेरि हामीले बल्ल यहाँ आएर उहाँहरूका कुराहरू सुन्दैछौँ। यो कुराले हाम्रो अर्कोचोटि आयोजना गर्नको लागि धेरै मद्दत गर्दछ। के कसले के सोच्दो रहेछ, कस्तो सोच्दो रहेछ भन्ने कुरा धेरै ख्याल हुन्छ हामीलाई। हामीले कसरी जुटाउनु पर्दो रहेछ, कसरी सम्पर्कमा आएर यहाँ आउनुभयो भन्ने कुरालाई यसले धेरै मान्यता राख्दछ। त्यही भएर हामीले आज सबैका कुरा सुन्नेछौँ। भन्न चाहन्छु जाडोले गर्दा अलिकति मुख कामिरहेको त्यही पनि बोलेको कुरा बुझेन। म खास भन्नुपर्दा यो चाहिँ जतिजना हामी जम्मा भएको छौँ त्यो थोरै छौँ तर एकदम ठुलो उपलब्धि जस्तो मलाई लाग्छ। किनकि अहिलेको समयमा सबै व्यस्त छौँ। आफ्नो आफ्नो ठाउँबाट कसैले जागिर गरिराख्नु भएको छ, कसैले आफ्नो घरमा टाइम दिइराख्नु भएको छ, कसैले आफूले व्यवसायलाई टाइम दिइराख्नु भएको छ। त्यसको बावजुद पनि हामी यतिजना धेरै जम्मा भयौँ, त्यही नै ठुलो कुरा हो, एउटा उपलब्धि हो। आगामी दिनहरूमा चाहिँ हामी अझै सबै साथीहरू मिलेर अझै धेरै रमाइलो गर्नेछौँ भन्ने आशा पनि छ। यो पहिलो कुरा रूपन्देही क्याम्पस भूतपूर्व विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रम भन्ने कुरा चाहिँ सायद हाम्रो क्याम्पसमा पहिलोचोटि नै
भएको जस्तो लाग्छ मलाई। योभन्दा पहिला चाहिँ मैले थाहा पाएकी थिइनँ, हामीले पनि गरिएन। अहिले चाहिँ अब हाम्रो भन्दा जुनियर साथीहरूले भाइ भनौँ उहाँले गर्नुभयो, मलाई एकदम खुसी लाग्यो। हामी पनि छौँ तर हामीले चाहिँ त्यति टाइम दिन सकिएन आफ्नो तर्फबाट जति दिनुपर्ने थियो। हाम्रो आफ्नै समस्या थियो भन्नुपर्छ। बाँकी कुरा चाहिँ अब बिहान आयो, अब रमाइलो भयो, सबैजना मिले हम कति पछि धेरै कुराहरू एकअर्कासँग गरियो, कसले के गर्नु भएको छ, कस्तो गर्नु भएको छ है, कुन क्षेत्रमा लाग्नु भएको छ भन्ने कुरा हामीले थाहा पाइयो। अब हुन त हामी सोसियल मिडियामा सबै आबद्धै छौँ, त्यही पनि हामीसँग यसरी कुरा चाहिँ भएको थिएन। अहिले चाहिँ के यसरी भेट हुँदा चाहिँ के भयो, कुन साथीले के गरिरहेको छ, कुन स्थितिमा छ, सबै कुरा थाहा पाइयो, रमाइलो पनि भएको छ। जस अब यति नै भन्न चाहन्छु। यस्ता थिए, यस्तो थियो, हामी टाढा थियौँ तर पनि हामी अहिले यही कार्यक्रमले गर्दा भेटघाट हुन पाएका छौँ, मनका कुरा खोल्न पाएका छौँ। हामी टाढा भए तापनि अहिले एकदम दिनका दिन भेट भए जस्तो नजिक हुन पाएका छौँ भन्नुभएको छ। हो, साँच्चीकै मैले के आह्वान गर्न चाहन्छु भने अहिले यो हाम्रो प्रथम हो तर भविष्य यसले निश्चित गर्दछ। हामीले अहिले छुटेका साथीभाइ दिदीबहिनी अब विगत पुराना 35 साल, मैले भर्खर बिहान के भन्नु एउटा जानकारी गराउन चाहन्छु। हामीले बिहान टाङ्दाखेरि के भन्नुभयो भने मैले त 15 वर्ष अगाडि पढेको हो नि त यो क्याम्पस, मलाई अझै माया लाग्छ। बल्ल मलाई थाहा भयो आइसलदेखि चाहिँ म यो क्याम्पसको प्रोग्राम चाहिँ छुटाउँदिनँ है। वनभोज कार्यक्रममा चाहिँ मलाई पनि नोटिस भयो भने पब्लिकली क्याम्पसले नोटिस हालिदियो भने म पनि आउने थिएँ। आज चाहिँ म यहाँबाट बल्ल जानकारी पाएको, नत्र भने भूतपूर्व विद्यार्थी म पनि हो, 15 वर्ष पहिला पढेको म पनि हो। म क्याम्पसको माया लाग्छ, आइसल चाहिँ म पनि आउँछु जानकारी गराउनुहोस् भन्नुभयो। त्यही कारणले हामीले के भन्न चाहन्छौँ भने यो प्रथम हो तर अब यसलाई सुरुवात गरेका छौँ। आइसल प्राइसल यसलाई हाम्रो साथीहरू विदेश देश विदेशबाट पनि आउनुहुन्छ, उहाँलाई पनि जोड्नेछौँ। धन्यवाद। हेलो 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 धन्यवाद। अनि विशेष धन्यवाद त म मेरो अग्रज दाइ दिदीहरूलाई दिन चाहन्छु, किनकि मेरो ब्याचको चाहिँ कोही पनि हुनुहुन्न, तै पनि मलाई सम्झिनु भयो। म एकदमै आभारी छु यो कुरामा। अनि विशेष धन्यवाद त प्रियतम दाइलाई, किनकि त्यो ग्रुपमा मलाई याद गरेर जाउँ भनेर रिक्वेस्ट गर्नुभएको थियो। मैले त्यो रिक्वेस्टलाई चाहिँ नाइ भन्नै सकिनँ। अनि मलाई नै खुसी लाग्छ हजुरहरूको ग्रुप देखेर, रमाइलो गर्नुहुन्छ जहिले पनि। यो ग्रुप मैले देखिराखेको हुन्छु, त्यही पनि मलाई इन्भल्भ हुन मन लागेर मैले आफ्नो स्कुल छोडेर भए पनि म हजुरहरूको साथमा रमाइलो गर्न आएको हो। अनि यो ग्रुप सधैँ यस्तै देख्न पाऊँ, सबै साथीहरूको लागि धेरै धेरै माया। सधैँ सबैको भेट नहोला पनि तर आजको भेट चाहिँ विशेष भएको छ, सबैजना रमाइलो भइरहेको छ। यति नै भन्न चाहन्छु। धेरै धेरै धन्यवाद मलाई बोलाइदिनु भयो, धन्यवाद। उहाँले आफ्ना साथीभाइलाई जोड्नुहुनेछ, साथी आफूबाट नजिक भएको साथीलाई अहिले आफू आएर यहाँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ, अर्कोचोटि चाहिँ आफ्ना साथीहरूलाई पनि ल्याउनु नै छ भन्ने अपेक्षा गर्दछौँ। र फेरि भनाइकै कार्यक्रम अगाडि बढाउन चाहन्छु। आफ्ना शब्दहरू राख्नको लागि म भर्खर उपस्थित हुनुभएको केही जानकारी नभए तापनि जे जस्तो अनुभव थियो, विगतका अनुभव, किन यो ग्रुप किन बनाइएको हो, किन उपस्थित भयो, वनभोज भनेको के हो भन्ने कुरा बताइदिनको लागि हाम्री साथी तथा पत्रकार अस्मिता अधिकारीलाई म माइक हस्तान्तरण गर्न चाहन्छु। अनिस पाण्डेलाई आज चाहिँ हामी रूपन्देही क्याम्पसबाट भूतपूर्व विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रममा उपस्थित भएका छौँ। म चाहिँ अलिकति मेरो कार्यव्यस्तताको कारण पनि अलिकति ढिलो आयो, त्यसको लागि म क्षमा प्रार्थी पनि छु। र यो कार्यक्रमले चाहिँ हामी जति रूपन्देही क्याम्पसका विद्यार्थीहरू थियौँ, एक आपसमा चिनजान थियो थिएन, यो कार्यक्रमले चाहिँ सबैलाई एक ठाउँमा जोडेर रूपन्देही क्याम्पसको प्रतिनिधित्व गर्दै आज यहाँ चाहिँ सबै एक आपसमा चिनजान हुने मौका पनि मिलेको छ। र आगामी दिनमा यस्ता कार्यक्रमहरूले चाहिँ हामीले थप अन्य कार्यक्रमहरू पनि गर्ने एउटा हामीलाई प्रोत्साहन पनि दिएको म महसुस गर्न चाहन्छु। र विशेष गरी यो कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्ण आयोजक साथीहरू दाइहरूलाई धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि म उहाँहरूले यसरी नै आयोजना गरेको कार्यक्रममा आफ्नो समय मिलेसम्म उपस्थित हुनेछु भन्ने प्रतिबद्धता गर्दै बिदा हुन चाहन्छु। हवस्, धन्यवाद। पहिला नमस्ते। हामी अहिले ढिलो भए पनि आफ्नो कार्यक्रममा ढिलो भयो नि, काम गर्नु नभए नि लास्टमा गाह्रो भयो नि। सबैलाई बोलाउन चाहन्छु। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हामीलाई सम्झेर साथीहरू छन् भनेर बोलाइदिनु भयो। हामी आफ्नो कार्यव्यस्तताका कारणले ढिलो भए पनि उपस्थित भएका छौँ।
त्यसको लागि सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हस् त, नमस्ते। यहाँ समय मिलाइ आउँदो रहेछ, उहाँले पनि हामीलाई बिहानैदेखि साथ दिनुभएको छ, उहाँलाई पनि हामीले बिर्सनु हुँदैन। दिदी तपाईँको केही शब्दहरू राखिदिनुहोस्, आफूलाई जे मन लाग्यो कस्तो साथीभाइ रहेछ के रहेछ भन्ने कुरा राखिदिनुहोस्। के भइरहेछ? धन्यवाद दिदीलाई, धेरै धेरै धन्यवाद। उहाँले पनि ग्रुप कति रमाइलो रहेछ, कस्तो कलेजमा कति राम्रो काम गर्दो रहेछ, कति मिलेर बस्दो रहेछ, सँगै पढाएर रहेछ भन्ने जस्तो कुरा राख्नुपर्छ। धन्यवाद दिदी, धेरै धेरै धन्यवाद। बिहानदेखि साथ दिनुभएको छ। हाम्रो परिचय दिएर हामीले जानकारी गरायौँ, उहाँले पनि आफ्नो परिचय दिनुभयो। हामी एकदम मिलमिलाप साथ उहाँले पनि हामीलाई सहयोग गरिदिनुभएको छ। यो कार्यक्रमलाई भव्य साथ अगाडि बढाइदिनु भएको छ। हामीले फेरि पनि भन्न चाहन्छौँ, हामी उपत्यका प्लस विद्यार्थी रूपन्देहीबाट आएका भूतपूर्व विद्यार्थी भेटघाट तथा वनभोज कार्यक्रमबाट उपस्थित हुन पाएका धन्यवाद। म केही समयको लागि बाख्राको बर्किम्लो सानी बाख्राको बर्किम्लो खाने बेला यस्तो किन हो र दोइसँग भात खानी माया दोइसँग भात खानी के छ विचार नि नजानी माया पानको पात ज्ञानबहादुरसँग जाने कि नजानी माया पानको पात
यो समय भनेको सबैको माया पानको पान माया तिमीलाई सम्झन्छु दिनको भेटघाट यो समय त सबैको भइरह्यो माया पानको पान माया तिमीलाई सम्झन्छु दिनको रात माया